हेलो नमस्ते तपाईँहरूलाई फेरि पनि स्वागत छ यो ट्राभल विथ जनक युट्युब च्यानलमा र यो टिकटक च्यानलमा पनि। आज चाहिँ हामी नेपालमा भर्खरै लन्च भएको GWM ग्रेट वाल मोटर्सको चाहिँ ओरा 5 इभीको बारेमा चाहिँ के छ त यसमा नयाँ नयाँ फिचर्सहरू त्यसको बारेमा चाहिँ हामी तपाईँहरूलाई केही बताउन गइरहेका छौँ। भर्खरै मात्र यो गाडी चाहिँ नेपालमा लन्च भइसकेको छ। यो गाडीको मेन फिचर भनेको चाहिँ लगभग तपाईँको ब्याट्री क्यापेसिटी यसको एकदम राम्रो छ। लगभग 58.3 किलोवाट आवरको चाहिँ यसको ब्याट्री रहेको छ, जसमा लिथियम आयन ब्याट्री रहेको छ यसमा। त्यसै ड्राइभिङ रेन्ज यसको चाहिँ मेन इभीमा हामीलाई चाहिँ चाहिने भनेको ड्राइभिङ रेन्ज हो। यसको लगभग 520 किलोमिटर तपाईँले रेन्ज पाउन सक्नुहुन्छ यो गाडीमा, होइन। जुन चाहिँ तपाईँको NEDC स्ट्यान्डर्ड पनि रहेको छ। त्यो हिसाबले चाहिँ लामो यात्राको लागि यो चाहिँ एकदम उपयुक्त रहने देखिन्छ। त्यसैले यो चाहिँ नेपाली बाटो र वातावरणलाई ध्यानमा राखेर डिजाइन गरिएको गाडी छ। यसको चाहिँ मेन अर्को फिचर नेपालमा एकदम नहुने जुन एउटा आफ्नो एउटा पर्सनल गुनासो पनि छ, जुन मेरो आफ्नो पर्सनल गाडीमा त्यो जुन ग्राउन्ड क्लियरेन्स नभएको अवस्थामा यो गाडीले चाहिँ लगभग तपाईँको 200 mm ग्राउन्ड क्लियरेन्स रहेको छ, जसले गर्दाखेरि यो नेपाली बाटोको लागि एकदम बेस्ट भन्छु म, होइन। त्यसै तपाईँको यसको चाहिँ अब मोटर पावर 100 किलोवाट 136 PS को एकदम पावरफुल मोटर चाहिँ यसमा जडान गरिएको छ, जसले चाहिँ 260 न्युटन मिटरको पिक टर्क चाहिँ जेनेरेट गर्दछ। त्यस्तै यसमा चाहिँ ड्राइभ ट्रेन भनेको यसमा चाहिँ जस्तो फ्रन्ट व्हिल ड्राइभ चाहिँ यसको चाहिँ अगाडिको चक्का घुम्दछ, होइन। यसको पछाडिको नभइकन अगाडिको घुम्दछ। मोस्टली आजकल आउने नयाँ इभीहरूमा र मिड रेन्ज गाडीहरूमा लगभग फ्रन्ट व्हिल ड्राइभ नै हुन्छ। त्यसै यसको AC चार्जिङ आउँछ यसमा 6.6 किलोवाटको AC चार्जिङ क्षमता रहेको छ भने DC फास्ट चार्जिङ चाहिँ यसको 120 किलोवाट सम्मको रहेको छ। अब यसमा अर्को कुरा के छ भन्दाखेरि V12 जुन भेहिकल टु लोड 6 किलोवाटसम्मको चाहिँ V12 सपोर्ट गर्दछ, जसबाट तपाईँले चाहिँ बाहिरी यदि गाडी लिएर जाँदै हुनुहुन्छ तर तपाईँलाई चाहिँ बाहिर केही चाहिँ पावर सप्लाई चाहियो भने पनि तपाईँ गाडीकै चार्जबाट पनि तपाईँले पावर सप्लाई लिन सक्नुहुन्छ। अनि अर्को यसको चाहिँ जुन ग्राउन्ड क्लियरेन्सको बारेमा मैले तपाईँलाई भनिहालेँ, जुन 200 mm छ त्यो चाहिँ एकदम उत्कृष्ट नै रहेको छ। त्यसरी यो गाडीको डाइमेन्सनको कुरा गर्नु पर्दाखेरि यो गाडीको चाहिँ डाइमेन्सन के छ भन्दाखेरि तपाईँको लेन्थ चाहिँ लगभग तपाईँको 4471 mm रहेको छ। त्यस्तै तपाईँको वाइथ रहेको छ 1833 mm र तपाईँको यसको हाइट रहेको छ 1641 mm, जुन चाहिँ एकदम राम्रो मिड साइज एसयुभीमा चाहिँ हुने दामी तपाईँको साइज रहेको छ। त्यसै यसको व्हिल बेस रहेको छ 2720 mm, जसले गर्दाखेरि तपाईँको भित्र चाहिँ गाडीको चाहिँ ठाउँ एकदम सिटिङ क्यापेसिटी एकदम राम्रो एकदम स्पेसियस देखिने गर्दछ। त्यो व्हिल बेस जति ठुलो भयो तपाईँ गाडीको चाहिँ स्पेस त्यति नै ठुलो देखिन्छ। अब यसमा चाहिँ अब हामी अर्को कुरामा गर्दैछौँ, यसको सेफ्टी र रेटिङको कुरामा अब हामी जानेछौँ। अब यसलाई चाहिँ के गरिदिएको छ भने 5 स्टार एनक्याप रेटिङ पाएको छ यसले, र अर्को पनि यसले 5 स्टार युरो एनक्याप रेटिङ पनि पाएको छ। त्यसै यसमा लगभग तपाईँको 7वटा एयरब्याग रहेको छ। त्यो चाहिँ एकदम बेस्ट हो, जुन एउटा सुरक्षाको लागि गाडी जुन हामी लिएर हिँड्छौँ एकदम कता चाहिँ यदि एक्सिडेन्ट भयो भने तपाईँलाई चाहिँ अब सबै एयरब्याग चाहिँ 7वटा एयरब्याग भएपछि तपाईँको प्यासेन्जर र ड्राइभर सबैलाई चाहिँ राम्रो तपाईँको सेफ्टी हुने भयो यसबाट, होइन। त्यस्तै यसमा अब तपाईँ एडएस फिचर चाहिँ एकदम बढी नै रहेको छ अरू गाडीको तुलनामा। यसमा लगभग 20वटा भन्दा बढी एडएस फिचरहरू रहेको छ, जस्तै एडेप्टिभ क्रुज कन्ट्रोल, होइन, लेन किप एसिस्ट, अनि अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम। त्यस्तै यसमा अर्को नयाँ फिचर र राम्रो फिचर जुन अहिले जुन इभी गाडीहरूमा आइरहेको र नयाँ गाडीहरूमा आइरहेको भनेको 360 क्यामेरा 360 डिग्री सराउन्ड भ्यू पनि रहेको छ यसमा। र यसमा चाहिँ अर्को एक्स्ट्रा फिचर भनेको चाहिँ 180 डिग्री चेसिस भ्यू क्यामेरा पनि रहेको छ। अब यसमा अब अर्को कुरा गर्ने भने यसको इन्फोटेनमेन्ट सिस्टमतिर जाऊँ हामी, जुन यसमा चाहिँ रहेको 14.6 इन्चको ठुलो मल्टिमिडिया टच स्क्रिन रहेको छ। त्यस्तै यसमा चाहिँ तपाईँको प्यानारोमिक सनरुफ पनि रहेको छ भने यसमा चाहिँ तपाईँको सिटिङ एकदम प्रिमियम क्वालिटीको जुन मटेरियलले बनाइएको तपाईँको सिटहरू, जुन यसको चाहिँ जुन भित्रको इन्टेरियर चाहिँ एकदम लग्जरियस पनि रहेको छ। ल लास्टमा छुटाउनु नहुने कुरा, यसमा चाहिँ तपाईँको जुन यो गाडीको जुन पेन्ट गरिएको छ नि त्यो चाहिँ एकदम अहिलेसम्म मैले नसुनेको र नयाँ प्रविधिको जुन एउटा पेन्ट रहेको छ। यसलाई चाहिँ कस्तो भन्छ सेल्फ हिलिङ पेन्ट टेक्नोलोजी भन्ने गरिदिन्छ, होइन। यसमा चाहिँ के छ तपाईँको गाडीमा यदि सानोतिनो स्क्रैचहरू भइरहेको छ भने अथवा कतै कोरियो भने स्क्रैचहरू नै आफै नै निको हुने टाइपको चाहिँ
यो एउटा फिचर रहेको छ। यसै गरी यदि तपाईँहरू वरा 5EB लिने इच्छुक हुनुहुन्छ भने यसको प्राइस मेन कुरा भनेको बजेटकै कुरा आउँछ होइन। अब यसमा चाहिँ यसको प्राइस कति छ त भन्दाखेरि चाहिँ तपाईँको हाम्रो लन्चिङ प्राइस चाहिँ नेपालमा कति छ भन्दाखेरि लगभग बेस भेरिएन्ट लो भेरिएन्टको चाहिँ लगभग 46,79,000 नेपाली रुपिस रहेको छ भने यसको टप भेरिएन्टको चाहिँ तपाईँको 51,79,000 लगभग 52 लाखको चाहिँ रेट रहेको छ। त्यसै गरी यो चाहिँ तपाईँलाई अब हाम्रो कुन कुन कलर अप्सन अभाइलेबल छ म त्यो पनि तपाईँहरूलाई बताउने छु होइन। त्यसको जस्तै हाम्रो यसमा चाहिँ कलर भेरिएन्ट धेरै नै रहेको छ। लगभग तपाईँको वरा 5EB चाहिँ लगभग 7वटा कलर भेरिएन्टमा अभाइलेबल छ। अब नेपालमा पनि लगभग 7वटै अभाइलेबल हुनुपर्ने हुन्छ जहाँसम्म मलाई लाग्छ होइन। अब यसमा चाहिँ अब कुन कुन कलर छ भन्दाखेरि एक्सटेरियर कलर नै हो मोस्टली हेर्ने त, बाहिर बडीको कलर होइन। त्यसको कलर हेर्दाखेरि लगभग ग्रिन कलर छ एउटा होइन, त्यसपछि एस ग्रे, त्यसपछि ब्ल्याक, त्यसपछि वाइट, त्यसपछि म्याट ग्रे, त्यसपछि रेड अनि ब्लू गरेर लगभग 7वटा कलर भेरिएन्टमा चाहिँ यो गाडी उपलब्ध छ है। अब यसरी नै अब तपाईँहरू GWM मोटर्स चाहिँ यदि हेर्ने इच्छुक हुनुहुन्छ भने तपाईँको थापाथलीमा यसको सोरुम रहेको छ, तपाईँ त्यहाँ गएर टेस्ट ड्राइभ पनि गर्न सक्नुहुन्छ। र साथै अरू नयाँ भिडियोहरूको लागि पनि यो च्यानल र यो हाम्रो जुन टिकटकलाई पनि फलो गर्नु होला। हस्, धन्यवाद। थ्याङ्क यू गाइस।